हो। भोलि वैशाख 20 गते 2026 मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का सँग पहिलो अभ्यास खेल खेल्दैछ। यो खेल जेठ 7 गतेदेखि सुरु हुने आइसिसी पुरुष T-20 विश्वकप 2026 कोलम्बो पूर्व तयारीका लागि आयोजना गरिएको हो। नेपालले श्रीलङ्कामा जम्मा 3वटा अभ्यास खेल खेल्ने तालिका छ। खेलको विवरण। प्रतिस्पर्धी नेपाल विरुद्ध श्रीलंका ए। मिति जनवरी 20, 2026 भोलि। प्रतियोगिता अभ्यास श्रृंखला वार्म अप सीरीज। स्थान श्रीलंका। नेपालको श्रीलङ्का भ्रमणको थप तालिका। खेल मिति विपक्षी पहिलो T-20 वैशाख 20 गते श्रीलङ्का ए, दोस्रो T-20 वैशाख 22 गते श्रीलङ्का ए, तेस्रो T-20 वैशाख 24 गते श्रीलङ्का ए। यसपछि नेपाली टोली थप तयारीका लागि भारतको मुम्बई जानेछ, जहाँ वैशाख 29 गते र 31 मा स्थानीय टोलीसँग खेलहरू हुनेछन्। के तपाईँ यस खेलको प्रसारण